सो गाइस लिजालाई रातिदेखि ज्वरो आइरहेछ रुगा खोकीले र मस्त सुतिरहेछ लाग्दैछ काम गर्ने बेला छैन आज यो सुतेरै दिन कटाउने छ किचनको काम पनि बाँकी नै छ मैले नै गर्नुपर्छ जस्तो छ जाडो पलाइ जस्तो छ गाइस एकदम धेरै हुस्से लागिरहेछ आज अब जाडोलाई वेलकम गरेर हुन्छ हामीले मम्मी कहाँ हुनुहुन्छ मम्मी कहाँ हुन्छ मम्मी जाऊ मम्मीले लिएर आऊ उठाएर उठा मम्मी उठ्नु भन जाऊ लिजा पनि दिनभरि सुतिरहेछ पुरा रुगा खोकी टाउको पनि एकदम दुखिरहेछ र खाना पनि खाएको छैन बेलुकाको रुचगाजी रात परिसक्यो अहिलेसम्म सुतेको सुतै छ ल लिजा सुन न त मलाई इन्स्ट्रक्सनले म खाना पकाउँछु आज 2 बटुको चामलमा पुग्छ 4 बटुको पानी तपाईँले इन्स्ट्रक्सन ध्यान दाल दाल के खान्छस् के मागिस् तैँले अहिले के मागिस् तैँले के पापड लगाइदिउँ ओके खाना पकाउने प्रयास गरिरहेछु तर आई डोन्ट ह्याभ आइडिया हजुर ए ल आई डोन्ट ह्याभ एनी आइडिया टु कुक फुड लिजाले इन्स्ट्रक्सन दिन्छ बनाउने प्रयास गर्छु तर उठाउनु पनि पर्ने यति बाफ्रे दिनको ज्वरोमा त्यसरी ठला पर्छस् म त परेको छुइनँ अहिले सेमेस्टर अनि के छ पढाइले कहाँ पुग्यो अहिलेसम्म कलेजको इक्जाम आउने बेला पनि भइसक्यो आयो रुटिन आयो कहिले आउँछ रुटिन अब नआए पनि ए सेमेस्टर बिर्सिसकिस् 20 दिन छुट्टी भयो सेमेस्टर बिर्स त्यही पनि अब रुटिन नआए पनि पढ्न त थाल्छस् नि होला ए ल ल धेरै पढिस् त आउँछस् कि हात बटाउन खानामा मालिस अनि मलाई चाहिँ कसले गर्छ अनि मलाई पनि लागिरहेछ रुगा खोकी मेरो स्वर सुन्दैनस् छैन मम्मी छ गाइस ल मम्मी आउनुभयो अब खाना पकाउन सघाउनको लागि त्यसो भए आम चिल भएर बस्दा हुन्छ ए राजे बाबु हजुर यसलाई के भन्ने यो ट्र्याक्टर होइन र हजुर के हो ट्र्याक्टर हो भन्दैछु त टली हो थाहा नै रहेछ तिमी त म भन्दा पनि जान्ने हजुर कहाँ बालुवा राख्ने कहाँबाट बालुवा ल्याउँछौ बालुवा हाल्ने ल जेसीबीमा यो जेसीबी पनि देऊ त जेसीबी पनि देऊ अब यसमा माटो हाल जेसीबी हो त हजुर कहाँ निस्किएन अनि के गर्ने त जेसीबीले तान्ने ल तान तानियो यसरी तान्छौ के कहाँ राख्नु राख दिजा उठिस् त पनि म त गर्नै आँटेको थिएँ कि मम्मी आइपुग्नु भयो ठ्याक्क किन कहाँ उफ्रियो लड्दैन त्यहाँबाट यहाँबाट लडिँदैन त्यहाँ मुनि लडिन्छ नि त्यहाँ कहाँ कसरी बस्छ त्यहाँ बस्ने हुँदै भने त्यो कुर्सीमा बस्ने हो कुर्सीमा बस ए बालुवा भर रहेछ तिमीले त भर्यो
हजुर खोइ भरियो भरेको छैन हजुर कहाँ लगिदिन्छौ पल्टियो कहाँ माटी भर रहेछ यहाँ माटी भर रहेछ टली हो कहाँ लड्यो कसरी कसरी ट्र्याक्टरले पनि पानी खान्छ कहाँ पानी खान्छ सर ट्र्याक्टर कहाँ गयो खोइ मलाई के थाहा त्यहाँ राख्यो म त मम्मीको लागि हो यो माग्दै दियो अस्टिनले उता के दिन्छ डेटियाबाट त्यो दिया न मटर खाने भात पकाएर भात नरुचेको अवस्था भात दाल सब हालेर अब 2 PM बनाउन स्टार्ट गरिसक्यो रातिको 9:30 बजे कोसिस गर्दै छु यो चाहिँ रुच्छ अनि उसलाई 2 PM चाहिएको अनि अर्को मानुबाबुलाई दुध बिस्कुट चिया खाने दुध बिस्कुट 9:30 बजे उसलाई पनि निद्रा लाग्दैन भएन बन्द गरिनस् ल ल यो खाएर आइज अनि बाबुलाई पनि दुध बिस्कुट खुवाइदियो ल म सुत्न गएँ म अब म केही पनि गर्न सक्दिनँ म लगाउने कन्डिसनमा छुइनँ सो गाइज हजुरहरूलाई ब्लग मन परेमा के लाइक्स कमेन्ट र सेयर गरिदिनु होला यो चाहिँ म कट गरिदिन्छु के आउँदैछस् यो पिरो बेला चाहिँ बढी हाल्नु राति 10 बजे उठ्नुहोस् बुझिस् खान्छौ के खान्छौ भन छिटो दुध बिस्कुट ल अनि मम्मी उता घरबाट के खाएर आयो मम्मीसँग भात खायो भन्दै कि पानी खाएर आयो खाली सायद नाटक